एकदमै एक्साइटेड भएर हैन खुसी भएर मैले दिदीलाई पनि नभनी सरप्राइज दिन्छु भनेर म काठमाडौँ गएको तर फर्किने बेला चाहिँ एकदम निराश भएर फर्किनु परे किनभने यस्तो घटना घट्यो कि मेरो लाइफमा पहिलोचोटि। हेलो एभ्रिवान, नमस्कार एन्जोले सम्पूर्णमा हजुरहरू सन्चै हुनुहुन्छ होला। म चाहिँ लङ टाइम पछि मिनी भ्लग बनाउँदै छु किनभने आज स्पेशल दिन हेर्न सक्नुहुन्छ। म हजुरहरूलाई कता कता लान्छु मिनी भ्लग आज चाहिँ म बनाउने ट्राई गर्छु, बिर्सिसकेको रहेछ हौ। अब खाना पकाउन लाग्दैछु, अलिअलि खाना खाएर जाने हामी सबैजना। खासै खाना मन त छैन, कोठाइ सुनसान यस्तो छ अहिले त। दिदीले चाहिँ सामानहरू प्याकिङ गर्दै हुनुहुन्छ अनि यताउति बिहानदेखि हैन रुने घरि हाँस्ने, रुन चाहिँ हाँसो देखाउँदै खुसी पनि थियो हैन, एक प्रकारले दुखी पनि, मतलब छोडेर जानु पर्दाको पीडा अनि हुन्छ नि त अब धेरै टाइम नभेटिने भयो भन्ने छुट्टै छ मनमा। मम्मी बुवा घर फ्यामिलीबाट टाढा हुनुको पीडा हैन हुन्छ नि त। अब नेपाल जस्तो हुँदैन अरूको देशमा, हुन त साथमा हुनुहुन्छ भेनाजु तर पनि सबै कुराहरू यहाँ जस्तो खुल्लाम हुँदैन भन्ने लाग्छ हैन। अब खुसी हुनु अरू त के भन्न सकिन्छ र। अघि मैले चाहिँ मेरो लाइफमा के कुरा घट्यो भने चाहिँ म थोरै सेयर गर्छु हैन बिचमा। दिदीको चाहिँ अब जानको लागि रेडी हुँदै हुनुहुन्छ। के भयो भने चाहिँ यो टाइम भनेको चाहिँ हामीले कसैलाई सहयोग गरेर म चाहिँ एकदम मनकारी हुन्छु भनेर चाहिँ नसोच्दा पनि हुन्छ, त्यो पनि काठमाडौँ जस्तो ठाउँमा हैन। चाहिँ बाटोमा हिँड्दै गर्दा नि मेरो फोन चोरी भएको हो हैन। अनि किनभने त्यो टाइममा मलाई कस्तो फिल भयो भने हुनु छ भने जसरी नै हुन्छ भने जस्तै हो कि के हो हैन, एक्सन लिनै सकेन के टाइम थियो हैन। मैले होस् भने मैले यतिकै छोडिदिएको भन्दा नि हामीले चाहिँ यताउति गर्ने भने त्यहाँ साथमा कोही भएन त। फोनै हराएपछि मैले कसैलाई कन्ट्याक्ट गर्नै सकेन हैन। एकैछिनमा अब कालो निलो भए यताउति। अब सिम चाहिँ निकाल्छु भनेर टेलिकम जान लागेको तर 5 बजिसकेको थियो, बन्द भइसकेको थियो। रात त यस्तो धेरै गाह्रो भयो, म निदाउनै सकिएन क्या। अनि त्यसरी नै उ भयो लाइफमा सब भोगेँ मैले पनि हैन। अबको दिनहरूमा भोग्न नपरोस् र हजुरहरू पनि कसैलाई पनि यस्तो नपरोस् भन्न चाहन्छु। परिसकेपछि बुझ्ने हैन कि अगाडि नै बुझ्नु पर्दो रहेछ यस्तो कुराहरू चाहिँ भन्ने लाग्यो मलाई चाहिँ। अनि दिदीको चाहिँ साथीहरू आउँदै हुनुहुन्थ्यो हैन, जानको लागि एकदम धेरै हतार भइसकेको थियो। अनि म त्यो बेला चाहिँ दिदी जाने बेला चाहिँ त्यो मुखबाट शब्द निक्लिने के भन्छु भनेको थियो हैन, केही नआउने के शब्दै नआउने, अनुहार देखे कि रुन मन लाग्ने। अनि त्यत्तिकै भए हैन। अनि ढिला हुन लागिसकेको थियो अनि मैले चाहिँ केकहरू लुकाएर राखेको थिएँ कि, अनि दिदीलाई थाहा पनि थिएन। अनि केक सेक रेडी बनाएँ। अनि अब जाने बेला हैन यसो गरौँ न, मेरो यस्तो भएको छ भनेर मनै सिरियस भएर बस्नु भएन नि त। अनि खानासाना खाइसकेपछि उ गरे, हामीले रेडी गरे यताउति जसो तसो सकेको हैन। अनि यही नै हो। सिन्धुलीबाट जाँदा जुन एक्साइटमेन्ट लेभल थियो त्यो त थिएन। अब यहाँदेखि भिडियो गर्दै गएको थिएँ नि त, सरप्राइज भन्ने बित्तिकै अब यस्तो त्यस्तो भन्दै गइरहेको हुन्छ नि त। तर पनि मैले त्यहाँ बिचमा अब मोबाइल लिएँ अनि त्यसपछि त्यहीँको मात्रै भयो नि गर्छु, मेमोरीको लागि हुन्छ, पछि गएर हेर्दाखेरि यस्तो थिएँ भन्ने हुन्छ भन्ने लाग्यो मलाई चाहिँ। मेमोरी त्यहाँ चाहिँ कति धेरै कुराहरू थियो क्या मेरो फोनमा चाहिँ, पहिलादेखिको भिडियोहरू अब सबै पोस्ट गरेर सकिन्न नि त। अनि त्यस्तो मेमोरीहरू क्याप्चर गरिराख्नु मन लाग्छ मलाई चाहिँ सबै कुराहरू। तर पनि त्यो फोन हराएपछि चाहिँ एकदम उ भए, ठिकै छ भन्ने लाग्यो। बर्थडेमा गिफ्ट दिनुभएको थियो दादा र भेनाजुले, यति प्यारो लाग्थ्यो त्यो फोन चाहिँ। अब फोनको कुरा चाहिँ म यहीँनिर स्टप गर्छु। गिफ्ट भन्ने कुरा कति प्यारो हुन्छ, यहाँ दिदीलाई हेर्न सक्नुहुन्छ जाने बेलामा पनि। छोडेर जाने माया लाग्यो। ल
हेलो गुड मर्निङ। ओहो नि त म चाहिँ सुतेर उठिसक्यौँ। दिदी पनि पुगेर कल गरिसक्नुभयो। अनि सुनसान जस्तो भइरहेछ कि यता हेऱ्यो नि छैन, उता हेऱ्यो नि छैन होइन। यस्तो नर्भस फिल हुन्छ। अब कति वर्ष हो होइन। अब मलाई चाहिँ काठमाडौँ आउँदाखेरि सधैँ खुसी हुँदै आउँथ्यो नि त। अब चाहिँ दिदी नहुँदा चाहिँ अलिकति खल्लो चाहिँ लाग्छ होइन। यता जा उता जा सधैँ दिदीसँगै आउने जाने होइन, हरेक कुराहरू गरिन्थ्यो नि त। अब काठमाडौँ आउँदा त कोही छैन जस्तै फिल भइरहेछ कि। काम पर्दा त आउनु परि नै हाल्छ होइन। तर पनि दिदी नहुँदा चाहिँ छुट्टै हुँदो रहेछ क्या। दिदी नहुँदा चाहिँ यहीँ हुनुहुन्छ जस्तो लाग्छ होइन। कति वर्षमा आउनुहुन्छ दिदी, राम्रोसँग पुग्नुभयो, राम्रो गर्नु होला होइन। हिजो त केही बोल्न नि सकेन, यति धेरै गाह्रो भयो नि। अब राम्रोसँग गर्नु। यहाँ हामी छौँ, यताउति केही पऱ्यो भने बहिनीले हेर्छ होइन। दुःख सुखमा दिदी बहिनी भनेको त्यही त हो नि। सुख दुःख केही पऱ्यो भने केही अप्ठ्यारो नभए नि बहिनी छ भनेर भन्नु होइन, सेयर गर्नु। गरेको सकेको सधैँ गर्नेछु। हजुरको साथ सधैँ नै रहिरहनेछ बहिनीको तर्फबाट। अलिकति पनि नहिचकिचाइकन सेयर गर्न। चाहिँ सिन्धुली जान्छु। यहाँ बस्ने रहर छैन मलाई। एक दुई दिन घुमेर जाँदा बस्न त हुन्थ्यो कि, तर बस्नै मन लागिरहेको छैन। यस्तै छ हेर्नु, जता हेऱ्यो खाली खाली कोठाको भत्रको। जुन ठाउँमा आज चाहिँ म हजुरहरूको कारणले छु, त्यही भएर म यो दिनहरू बिर्सन सकिन्न। जे जस्तो परिस्थिति आए पनि मैले सकेको मेरो तर्फबाट म हजुरहरूलाई सधैँ गर्ने नै छु होइन। मैले गरिराख्नु मलाई एक्सप्लेन गर्न आउँदैन। हिजो झन् बोल्नै सकेन, गाह्रो भएर एक शब्द निस्किँदैन भनेर बोलिहाल्नु। है त म चाहिँ खानासाना पकाएर अब जानुपर्ने हुन्छ। राम्रो भिडियो बनाउन हेर्न चाहिँ पाएँ। म चाहिँ सिन्धुलीतर्फ लाग्यौँ होइन। दादाले पुर्याइदिनु भयो कोटेश्वरसम्म। चाहिँ बाटो चाहिँ एकदमै धेरै खतरनाक थियो। सिन्धुली आउने बाटो चाहिँ भन्दैछ नि त रोसी खोलाको। अनि जसो तसो आयो। मलाई चाहिँ एकदम धेरै गाडी लागेर बिजोकै हुन्छु म त। त्यहाँदेखि मैले भिडियोहरू खासै बनाउनै सकेन। यो अफरोडमा चाहिँ पुरै निदाएर भयो नि आए, त्यस्तो गाह्रो भएन। यता कुरकुरदेखि चाहिँ गाडी लागेर बेहोस भयो, म भमिट भएर एकदम धेरै गाह्रो हुन्छ क्या मलाई चाहिँ। ओके, थ्याङ्क यू सो मच एभ्रिवान। अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। है त, बाई बाई।